बसिरहेको जामिनी भित्र काइर काकीले तँलाई खोजिराख्नु भएको छ। मर्छ। अब हामी सबै मर्छ। होइन के भन्दैछ रन्जु? को मर्छ भनेको? हो वर्षा, अब हामी सबै मर्छ। यो गाउँका कोही पनि बाँच्ने लक्षण देख्दिनँ म त। काइली काकी रोगले मर्ने भइन्, मेरा बा आमा दाई भाउजूको वचनले मर्ने भयो, गाउँका काका काकी यो समाज र देशको चिन्ताले मर्ने भयो। अब बाँकी रह्यौँ हामी 3 जना। हामीलाई त सविता भाउजूले सजिलै मार्न सक्छिन्। यो गाउँका सबै खरानी भएर जाने भए वर्ष। यो गाउँमा